टर्कीमा चाहिँ नेपाली दिदीबहिनीहरूको लागि कुन काममा आउँदा चाहिँ बेटर हुन्छ है। हेलो नमस्ते फेफुला साथीहरू, तपाईँहरू चाहिँ कस्तो हुनुहुन्छ। फाइनली मैले चाहिँ टर्कीमा दिदीबहिनीहरू आउन खोज्नु भएको लागि उहाँलाई चाहिँ एउटा सानो छोटो भिडियो ल्याएको छु। हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई फलो गरिदिनुहोस् र मेरो युट्युब च्यानललाई पनि गएर रोसी भाइ भनेर सर्च गरेर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। आउनुहोस्, तपाईँले कुन कामको लागि बेटर हुन्छ त्यो कुरा गर्नेछौँ। टर्कीमा आउँदाखेरि चाहिँ तपाईँले कुन काममा आउँदा बेटर हुन्छ भने टर्कीमा लेडिजहरूको लागि चाहिँ धेरै कामहरू छ है, तर कुन काममा आउँदा बेटर हुन्छ भने चाहिँ त्यो चाहिँ तपाईँको हातमा छ। तपाईँले कुन काममा गर्नको लागि हजुरलाई कम्फर्ट लाग्छ है। मैले 10 वटा कामको बारेमा ल्याएको छु। हजुरलाई कुन मनपर्छ त्यही कुरालाई चाहिँ आफूले अप्लाई गर्न सक्नुहुन्छ है। 1 देखि 10 सम्म म भनिरहेको छु। वेटरमा, हाउसकिपिङ, क्लिनिङ, स्पा, बुढाबुढीको हेरचाह, प्याकिङ, लन्ड्री, फ्याक्ट्री, बेबी केयर अनि त्यसपछि घरायसी काम है। तपाईँले चाहिँ सबभन्दा राम्रो चाहिँ कुन लाग्छ कमेन्टमा भन्न सक्नुहुन्छ है। अनि यो 10 वटा मध्येमा चाहिँ मैले सबभन्दा एउटा बेटर लागेको भनेको चाहिँ घरायसी काममा। अब फेरि तपाईँले भन्नु होला फ्याक्ट्रीतिरहरू पनि राम्रो हुन्छ, हरेक कुराहरूमा राम्रो हुन्छ भन्नु होला है। हो, सबै कुराहरूमा पनि राम्रो छ, तर सबभन्दा फेसिलिटी चाहिएको छ। किनकि तपाईँलाई काम मात्रै होइन, तपाईँ त्यो ठाउँमा बस्नुपर्छ, 2-4 वर्ष काम गर्नुपर्छ, पछि थप्दै थप्दै गएर तपाईँलाई बस्नुपर्छ। किनकि हाम्रो भविष्य त हाम्रो हातमा छ। तपाईँले आएर 1 वर्ष 2 वर्ष काम गरेर जानुहुन्छ भने तपाईँले जुनसुकै चुज गर्दा पनि बेटर हुन्छ है। होइन, म टर्की आएर केही समय काम गर्छु, आफ्नो भविष्य केही उज्जवल बनाउनु हुन्छ भने चाहिँ मलाई चाहिँ सबभन्दा बेटर लागेको भनेको चाहिँ घरायसी काम है। अब घरायसी काम नै किन चुज गर्नुभयो तपाईँले भन्नु होला है। अब यसमा चाहिँ धेरै फेसिलिटी छ। मेरो साथीहरू पनि काम गरिराख्नु भएको छ। अब यसमा फेसिलिटी के छ भन्दाखेरि चाहिँ हप्ताको एकचोटि तपाईँलाई छुट्टी दिन्छ। छुट्टी त जहाँ पनि दिन्छ भन्नु होला, फेरि छुट्टी दिने सायद तपाईँलाई खर्च पानी पनि दिन्छ है। अब यो कम्पनीतिर भयो, हरेक ठाउँतिर भयो, काम गर्ने मान्छेहरूलाई चाहिँ खर्च दिँदैन है, आफ्नै खर्चले युज गर्नुपर्छ। अनि खर्चहरू दिइसकेपछि त्यति मात्रै होइन, तपाईँले के खानुहुन्छ, उहाँको तपाईँको ओनरहरूले के खानुहुन्छ तपाईँले त्यो पनि खुवाउनुहुन्छ है। अनि तपाईँलाई पर्सनल चाहिने सामानहरू पनि त्यही घरको ओनरले तपाईँले किनिदिएको हुन्छ। अनि तपाईँ ढुक्कबाट काम गर्नु, अनि तपाईँलाई हरेक कुराहरूको प्रब्लम भयो भने पनि घरको ओनरले नै तपाईँलाई हेर्छ। तपाईँ त्यो काम गर्दाखेरि इमान्दारसँग काम गर्नुभयो भने, तपाईँले आफ्नै घर जस्तो सम्झेर त्यहाँनिर हरेक कुराहरूलाई चाहिँ क्लियर गर्नुभयो भने चाहिँ तपाईँले चाहिँ त्यहाँको ओनरले चाहिँ धेरै मन पराउँछ। अनि तपाईँलाई सोध्छ कि तपाईँ नेपाल फर्किनुहुन्छ कि के गर्नुहुन्छ भने सोध्छ। तपाईँ ढुक्क भएर बस्नु, तपाईँलाई फेरि पनि भिसा थप दिन्छ। अनि धेरै मान्छेहरू नेपालीहरू चाहिँ यहाँ हुनुहुन्छ कि 5 देखि 6-7 वर्षसम्म चाहिँ हाउसकिपिङमा धेरै कामहरू गरिरहेका छन् यो घरायसी काममा। थ्याङ्क यू सो मच मेरो भिडियो हेर्नु भएकोमा। तपाईँलाई यो 10 वटा मध्येमा कुन काम बेटर लाग्यो तपाईँले मलाई कमेन्टमा भन्नुभएको होस्, र नयाँ हुनुहुन्छ भने फलो सब्सक्राइब गर्नुभएको होस्, र यो भिडियो चाहिँ सेयर गरेर ओल्लो छेउदेखि पल्लो छेउसम्म पुर्याइदिनु भएको होस्, र तपाईँलाई सुझाव सल्लाह के चाहिएको छ भने मलाई इनबक्स गरिराख्नु भएको होस्। फेरि पनि यो भिडियोमा आइराख्छु, मलाई सपोर्ट र फलो गर्न नबिर्सिनु भएको होस्। तबसम्मको लागि नमस्ते फेफुला, बाइ बाइ।